म रिसेन्टली एउटा सेसनमा गएर आउँदैछु जुन चाहिँ स्किल अफ नेपाल। यो स्किल अफ नेपाल अमित अग्रवालले फाउन्ड गर्नुभएको थियो। अमित अग्रवाल भनेको खल्ती आइएमपी खल्तीको फाउन्डर हुनुहुन्छ। उहाँले यो इनिसिएट गर्नुभएको थियो र यो सेसनमा गइसकेपछि मैले कस्तो फिल गरेँ र यसको केही फिडब्याकहरू के छ भन्ने कुराको अलिकति सेयर गर्न मन लागेर म सेयर गर्दैछु। यो सेसन चाहिँ स्पेसली टेक फाउन्डरहरूको लागि रहेको थियो। त्यसमा पनि 150 जनामध्ये 50 जनालाई सिलेक्ट गरेका छौँ भन्नुभएको थियो र यो स्पेसल्ली टेक फाउन्डरको लागि र 7 दिनको लागि रहेको छ। यो आज पहिलो दिन र यो पहिलो दिन कस्तो रह्यो भने साँच्चैकै यो इम्प्याक्टफुल मैले फिल गरेँ। यसमा केही एक्टिभिटी र फ्रेमवर्क थियो। एक्टिभिटी जुन चाहिँ कसरी सोच्ने, कसरी प्रब्लमलाई फिक्स आउट गर्ने जस्ता कुराहरू थिए जुन चाहिँ रमाइलो पनि थियो। अनि अर्को चाहिँ स्पिच सेसन थियो। स्पिच सेसनमा चाहिँ हेमराज ढकाल भनेको हाम्रो आइएमई मनी ट्रान्सफर आइएमपिएको फाउन्डर हुनुहुन्थ्यो हेमराज ढकाल। उहाँको लेक्चर नै अनि केही गाइडेन्स एकदमै इम्पोर्टेन्ट थियो, त्यो पनि राम्रो लाग्यो। र जो फ्रेमवर्क अनि केही मेथड एकदमै इम्प्याक्टफुल थियो। अब नेपालमा चाहिँ बिजनेस स्टार्ट गर्नुपर्छ भन्ने टाइममा, भन्ने समय भनौँ जे भनौँ, यो समयमा कोही नेपाली नेपालमा छैन र केही बचेका नेपालीहरूको लागि, फाउन्डर्सहरूको लागि यो सेसन साँच्चैकै हेल्पफुल छ। कतिजना यसमा जोइन हुन पाउनु भएन। अरू सिटीहरूमा सायद कहिले हुन्छ मलाई एक्ज्याक्टली टाइम याद भएन, तर जस इन्क्लुडेड इन काठमाडौँ 300 पार्टिसिपेन्ट विल इङ्गेज इन दिस सेसन्स। उहाँले 300 जना चाहिँ हामी सबै सेसनमा इन्क्लुड गर्नेछौँ भन्नुभएको छ। अब यसमा धेरै पार्टनर्सहरू पनि हुनुहुन्थ्यो, जो ब्यानर्सहरू उसमा देख्न सक्नुहुन्छ। सेसन एकदमै फिडब्याकको हिसाबले भन्दा यो एउटा सराहनीय के भन्छन् होइन, रियली एप्रिसिएटेड दिस सेसन। अब नेपालमा यो वातावरण अहिले छैन। कस्तो भने बिजनेसको माहौल बनेको छैन, बिजनेस गर्ने भन्ने माहौल बनेको छैन। यो विषयमा त्यो सेसन आउट अफ द टपिक्स पनि हुन गयो केही समय। यो सेसन जुनसुकै कार्यक्रम होस् अथवा गर्दिनँ भन्ने ठाउँमा पनि सायद अलिकति जोडिन जान्छ होला। मलाई त्यति कुरा गर्न मन लागेको छैन, लाग्दैन पनि, र अहिले माहौल छैन। सबै कुरा तपाईँहरूलाई थाहा छ, त्यो भएर नलाग्यो भने हो। र अब यो सिचुएसनमा यो लेभलको एउटा सेसन हुनु, इङ्गेज हुनु एकदमै इम्पोर्टेन्ट थियो। यसले साँच्चीकै हेल्पफुल गर्छ सबै फाउन्डर्सहरूको लागि। र अर्को चाहिँ P2P इङ्गेजमेन्ट थियो, जो एक फाउन्डर अर्को फाउन्डरसँग इङ्गेज गर्न पाएको थियो, जसले आफ्नो आइडिया अनि धेरै चिजहरू सेयर गर्न पाउने र सँगसँगै काम गर्न पाउनको लागि अपर्च्युनिटिजहरू क्रिएट हुनसक्छ भन्ने पनि छ र अवश्य हुन्छ। जुन चाहिँ एउटा अर्को इन्भाइरोमेन्ट पनि क्रिएट हुन्छ, लाइक माइन्डेड पिपलको एउटा इनर्जिज कम्पाउन्ड हुन्छ। सो साँच्चैकै यो सेसन धेरै राम्रो छ, यो पहिलो दिन, र सायद अरू सेसन पनि यत्तिकै इम्पोर्टेन्ट हुनेछन्। मलाई याद छ 2016मा जब मैले कमर्स बिजनेसलाई स्टार्ट गर्दाखेरि टेकमा जति स्ट्रगल गर्नु पर्यो, धेरै च्यालेन्जेसहरू थियो। टेकमा प्रब्लम भइसकेपछि जो मैले टेकमा टाइम स्पेन्ड गरेँ, लट अफ टाइम आई स्पेन्ड इट अन दिस टेक इन्डस्ट्री एन्ड लर्निङ थिङ्स। अनि यो समयसम्म टेक्निकल कुराहरू, वेब टेक्नोलोजी, सिस्टम डेभलपमेन्ट, अटोमेसन्स, सेल्स, मार्केटिङ, अदर थिङ्स। सो बिजनेस ह्यान्डल गर्नको लागि
हामी जति पनि बिजनेस ओनरहरू छौँ, फाउन्डरहरू जो छौँ, बिजनेस सक्सेसफुल हुनको लागि चाहिँ धेरै नलेजको आवश्यकता पर्दछ। एउटा नलेजले सायद ह्यान्डल हुँदैन र नहुँदा नहुँदै पनि हामी जुन जुनले काम गर्छ त्यो चिज इन्क्लुड गर्दै जानुपर्छ। त्यो सबै भइसकेपछि सुरु गर्ने भन्ने हुँदैन र त्यो जर्नीसँगै लर्न गर्दै जानुपर्छ। र अहिलेको बिजनेसमा टेक बिना स्केलअप गर्नका लागि, स्केलअप मिन्स एउटा बिजनेसलाई कहीँ लेभलमा ग्रो गर्नको लागि टेक अवश्य इम्पोर्टेन्ट हुन्छ। र त्यो टेक सँगसँगै अन्टरप्रेनर्सको लागि, फाउन्डर्सको लागि सेल्स एन्ड मार्केटिङ एकदमै इम्पोर्टेन्ट हुन्छ। सेल्स, मार्केटिङ, कम्युनिकेसन, साइकोलोजीमा साइकोलोजी इन्टेलिजेन्स, अनि लको कुरा, फाइनेन्सको कुरा, एकाउन्टिङको कुराहरू त त्यो पनि भन्न मिल्छ। एज अ सोलो त्यो त झनै इम्पोर्टेन्ट।